धेरै पहिले काठमाडौँ भ्यालीमा यस्तो राक्षस थियो जसले बच्चाको आवाज नक्कल गरेर मानिसलाई तर्साउँथ्यो र अपहरण गर्दथ्यो। श्रावण महिनामा एकपछि अर्को गरेर गाउँका बच्चा हराउन थाले रे। ड्युरिङ नाइट भिरपारीबाट बच्चाको रोएको आवाज आउँथ्यो, बट जब कोही त्यहाँ हेर्न पुग्थ्यो त्यो व्यक्ति फर्केर कहिले आउँदैनथ्यो। दे अल डिसअपियर्ड। सबैले त्यस राक्षसलाई चिन्थे, घण्टाकर्ण। घण्टाकर्णको कानमा ठूला तामाका घण्टाहरू थिए, किनकि देवताको नाम उसले सुन्नै सक्दैनथ्यो। काठमाडौँमा त्रास यति बढिसकेको थियो कि गाउँलेहरू नेभर युज टु गेट आउट अफ देयर होम्स। त्यसै बेला एक बुढो तान्त्रिक साँखुको जङ्गलबाट गाउँ आइपुगे रे, अनि उनले भने, घण्टाकर्णलाई जित्नको लागि देवताको नाम जप्नुपर्छ, घण्टी बजाउनुपर्छ र उसलाई आगोमा जलाउनुपर्छ। फ्रम देन अनवर्ड्स गट्ठे मङ्गल मनाउने परम्परा सुरु भएको मानिन्छ। तान्त्रिकको उपाय सुनेपछि गाउँलेहरूले घण्टाकर्णको पुत्ला बनाए। हातमा तितेपाती, घण्टी, फलामका औजार बोकी दिनभर घण्टी बजाउँदै घण्टाकर्णलाई बीच चोकमा ल्याएर आगोमा जलाए त्यस घण्टाकर्णको अन्त्य गरिएको मानिन्छ। त्यसैले आज पनि हामी घण्टाकर्णको पुत्ला जलाउँछौँ। बच्चाहरू बाटो छेक्छन्, घण्टी बजाउँछन् र साँझमा आफ्नो डर सबै जलाउँछन्। बट लोकल पिपल स्टिल से द्याट घण्टाकर्णको आत्मा अझै पनि श्रावण बतासमा घुमिरहेको छ।